आज चाहिँ मेरो 60 डेज सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जको डे 5 हो। त्यही भएर सबैलाई नमस्कार, म विकास। हामी सबैले लाग्छ सफल हुनुपर्छ भन्ने। जीवनमा हामी सबैलाई लाग्छ सफल हुनुपर्छ भन्ने। त्यही भएर केही आफ्नो नयाँ काम सुरुवात गर्दा पनि सफल हुन्छु भन्ने आशाका साथ गरेका हुन्छौँ। तर कहिलेकाहीँ हामीले सोचेभन्दा फरक खालको रिजल्ट आउँछ, अथवा चाहिँ हाम्रो सोचे जस्तो रिजल्ट चाहिँ आउन सक्दैन। त्यसपछि हामीले आफ्नो भाग्यलाई दोष लगाउँछौँ। मेरो भाग्यमा त यस्तो कुरा लेखेकै रहेनछ, मैले चाहिँ गर्न सक्दैनँ भन्ने, होइन? त्यस्तो कुराहरू आफूलाई दोष लगाउँछ नि त। हो, त्यसपछि के गर्ने हो? यो टपिक, आजको टपिक त्यही भएर के रहेको छ, म असफल भए के गर्ने, हामी असफल भए के गर्ने। मलाई लाग्छ असफल भनेको म सक्दिनँ, हामी सक्दैनौँ भन्ने प्रमाण होइन कि। त्यो त अझै हामीले सिक्ने र आफूमा केही कमजोरीहरू छ र ती कमजोरीहरूलाई सुधार्नु पर्छ भन्ने एउटा अवसर मात्रै हो कि है। यो होइन कि असफल भयो, त्यो असफल भनेको अब यो असफलताबाट त केही गर्न सक्दैनस्, त्यहाँबाट केही उठ्न सक्दैनस् भन्ने होइन कि, होइन? त्यही भएर मलाई लाग्छ यदि हामी असफल भयो भने, यदि म असफल भयो भने हामीले चाहिँ के गर्नुपर्छ त? सर्वप्रथम हामीले के गर्नुपर्छ भन्दाखेरिमा चाहिँ आत्तिनु हुँदैन। असफल भयो भन्दैमा है, आत्तिनु हुँदैन। अनि आफूलाई कमजोर पनि ठान्नु हुँदैन र केही समय आफूलाई ठन्डा दिमागले सोच्नुपर्छ कि है, किन भन्दाखेरिमा चाहिँ किन असफल भयो भन्ने कुराको उत्तर चाहिँ हामीले चाहिँ पाउनुपर्छ र हामीले चाहिँ त्यो पहिचान गर्नुपर्छ र त्यसलाई खोज्नुपर्छ। र त्यो हामीले जब चाहिँ किन असफल भयो भन्ने कुराहरू जुन पहिचान गर्छौँ र त्यसलाई चाहिँ स्वीकार गर्नुपर्छ। कसरी भन्दाखेरिमा सायद मैले राम्रो तयारी गरिनँ होला, तयारी राम्रोसँग पुगिनँ होला, सायद मेरो पढाइको प्लानिङ पुगिनँ होला, तयारीको प्लानिङ पुगिनँ होला, वा अझै मैले धेरै प्र्याक्टिस गर्नुपर्ने हुनसक्छ भन्ने कुराहरूलाई चाहिँ हामीले चाहिँ आफूले स्वीकार गर्नुपर्छ र स्वीकार गर्न पनि सक्नुपर्छ। र त्यो जुन हामीले गल्तीहरू पहिचान गर्छौँ, त्यो गल्तीहरूलाई चाहिँ हामीले पहिले पहिचान गरिसकेपछि गल्तीलाई सुधार्ने है, सुधारेर अनि फेरि प्रयास गर्ने। यस्तो होइन कि असफल भयो, अझै फेरि ट्राई गर्न चाहिँ लाग्यो, तर त्यो फेरि गल्तीहरू, अगाडिको गल्तीहरूलाई चाहिँ फेरि दोहोऱ्यायो भने चाहिँ त्यो पछि ट्राई गर्नुको अर्थ नै भएन कि। किन भन्दाखेरिमा चाहिँ हामी त्यति अन्जानमै खालि ट्राई गरेर छौँ कि असफलताको रिजन किन भयो र कसरी भयो भन्ने कुराहरू थाहा छैन कि, थाहा नपाइकन नै त्यतिकै लागिरहेछ। त्यही भएर असफल भएपछि पनि आफूले सोच्नुपर्ने हुन्छ कि आफ्नो केही मिस्टेक्सहरू छ कि भनेर पहिचान गर्नुपर्ने हुन्छ कि। त्यो मिस्टेक्सहरू पहिचान गरिसकेपछि चाहिँ हामीले के गर्नुपर्छ, आफ्नो मिस्टेक्सहरूलाई चाहिँ सुधार्ने पहिले, अनि फेरि दोस्रो पटक चाहिँ के गर्ने भन्दाखेरिमा ट्राई गर्ने। अनि एउटा अर्को इम्पोर्टेन्ट कुरा के रहेको छ भन्दाखेरिमा अरू मान्छेहरूले के सोच्लान्, के भन्लान्, यदि म असफल भयो भने, यदि हामी असफल भयो भने एउटा कुरा याद राख्नु, अरू तपाईँले राम्रो गरे पनि
तपाईँले नराम्रो गरे पनि, तपाईँ असफल भए पनि, तपाईँ सफल भए पनि अरूले सोच्ने भनेको मोस्ट अफ द के हो भन्दाखेरिमा चाहिँ नराम्रो नै हो कि तपाईँको बारेमा नराम्रो नै सोच्छ कि है। किन भन्दाखेरिमा चाहिँ उनीहरूलाई थाहा हुँदैन कि कति मिहिनेत चाहिन्छ, कतिसम्म चाहिँ हार्ड वर्किङ गरेको छ भन्ने कुरा थाहा हुँदैन कि है, कति गाह्रो छ भन्ने कुरा थाहा हुँदैन। त्यही भएर चाहिँ कोही पनि हजुरहरूको कुरा काट्छ है, कुरा काट्छ, अझै केही भन्ने डर हुन्छ, केही सोच्लान् भन्ने डर हुन्छ नि त अरूमा, त्यो सोच्न दिनुहोस्, सबैलाई भन्न दिनुहोस् है। तिनीहरूलाई चाहिँ तिनीहरूको जवाब फर्काएर पनि काम छैन है, फर्काएर पनि काम छैन, त्यस्तोहरूको जवाब फर्काउने पनि होइन। जे गर्नु छ आफैले गर्ने हो। आज भन्ला, भोलि भन्ला, तेस्रोचोटि चाहिँ उसले नभन्ला कि आफै लजाएर जान्छ कि त्यस केही भनेर पनि काम छैन है, बुझाउन पनि सकिने होइन। त्यही भएर तिनीहरू समय आएपछि आफै चुप लाग्छन् कि। त्यही भएर तपाईँ गर्नुहोस्, कसैले कुरा मेरो बारेमा के भन्ला, के सोच्ला भनेर चाहिँ नरोकिनुहोस्, आफ्नो यात्रामा लागिरहनुहोस्। एक दिन तपाईँ सफल हुनुहुन्छ। अहिले असफल भयो भने आज असफल होला, भोलि असफल होला, एकचोटि असफल भएला, दुईचोटि असफल भएला, र तेस्रोचोटि के छ, हामीले चाहिँ आफ्नो मिस्टेकहरूलाई चाहिँ समाधान गर्दै गयो भने, सुधार्दै गयो भने, आफ्नो चाहिँ राम्रो भर्जन चाहिँ स्टेप बाई स्टेप बढाउँदै गयो भने हामी एक दिन के छौँ, म एक दिन सफल हुनेछौँ र हामीहरू सबै सफल हुनेछौँ। त्यही भएर म के भन्छु भन्दाखेरिमा फेल भयो भन्दैमा हामीले स्टप गर्ने होइन है, त्यो फेलबाट हामीले चाहिँ सिक्ने र अझ फेरि ट्राई अगेन है, अर्कोचोटि ट्राई गर्ने र फेरि अगाडि बढ्ने है। कुनै मिस्टेक आउँछ, त्यो मिस्टेकलाई एक्सेप्ट गर्ने है, त्यो मिस्टेकलाई सुधारेर चाहिँ हामीले गर्ने, अगाडि बढ्ने है। यो भनेको एउटा सफलताको एउटा के हो है, एउटा सफलताको हतियार हो यो भनेको है। सफलताको हतियार हो, आफूलाई सुधार्ने एउटा हतियार हो। त्यही भएर चाहिँ मैले पनि यो 60 दिने सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जलाई चाहिँ ल्याएको हो। किन भन्दाखेरिमा मैले दिनानुदिन पर्फेक्ट हुन सक्दैन र मैले पर्फेक्ट हुन खोजिरहेको पनि होइन। मलाई यति मात्रै मैले सोचेको छु कि, मलाई लाग्छ कि यति मात्रै कि मैले दिनानुदिन आफूले अलिकति भए पनि आफूलाई इम्प्रुभ गर्नु छ र बेटर गर्नु छ भन्ने मात्रै सोध्छु। त्यही भएर साथीहरू लाग्नुहोस्, तपाईँ असफल हुनुहुन्छ होला एकचोटि, म असफल भइन्छु होला एकचोटि, तर हामीले चाहिँ आफ्नो असफल भएको मिस्टेकलाई चाहिँ सुधार गर्दै लग्यो भने चाहिँ पछि हामी चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ सफल हुन चाहिँ हामी के गर्छौँ, सफल हुने दिशातिर हामी पुग्न सक्छौँ कि। त्यही भएर आज डे 5 कम्प्लिट भएको छ। सबैलाई थ्याङ्क यू फर वाचिङ। सी यू टुमारो विथ डे 6। त्यति दिनको लागि सबैजना स्टे हेल्दी, स्टे सेफ, रद गाइदै।